एसी रुममा मात्र बस्ने छुट हामीलाई छैन। जनतासँगै दुःखमा निस्कनुपर्छ, दुःखमा खण्डर खानुपर्छ, घाममा डढ्नुपर्छ, पोलिनुपर्छ, हिलो धुलो मैलो सबै सहनुपर्छ। आफू एसीवाला गाडीमा बसेर, एसीवाला घरमा बसेर, सरकारी अड्डामा बसेर, सरकारी घरमा बसेर जनतालाई वर्षौंसम्म एउटा युगसम्म अँध्यारोमा धुलो हिलोमा राख्ने युगको अन्त नभएसम्म रासोपा निरन्तर लडिरहन्छ। हामी सबै बाटोमा धुलो खाएर हिँड्दैनौँ, तपाईँहरूलाई धुलो चटाउँछ।